हेलो हेलो सबैजना नमस्ते नमस्कार। अहिले हामी चाहिँ अर्को ब्लगमा हामी जागृतको घोरे पार्कमा छौँ है। जागृत घोरे पार्कको ठ्याक्कै अगाडिपट्टि बसिरहेको छ। हामी सबैजना भेटघाट गरेर यहाँनिर हिँडेको अवस्था। दिपेश रने हाम्रो साथीहरू हाम्रो ग्रुपमा यहीँ छौँ है। हामी छौँ है। क्यामेराम्यान यहाँ हुनुहुन्छ अनि क्यामेराम्यान उहाँ हुनुहुन्छ है, भ्लगर उहाँ हुनुहुन्छ। सबैजनाले लाइक कमेन्ट गर्नु। हजुरहरूले सबैले देखेको छ भने आएको छ भने सबैजनाले कमेन्टमा भन्नु होला है यहाँ साथीहरू। घोडे पार्क हो यतापट्टि। सबैजनाले कमेन्टमा बेस्ट जागृत भनेर लेख्नु छ है साथीहरू। ल बन्द भयो। हामी चाहिँ यहाँनिर ठ्याक्कै आज 2 दिनको लागि टुर भनौँ अब अथवा घुम्नको लागि यहाँ आइरहेको छौँ। हामी चाहिँ यहाँनिर यहाँ क्रोसियामा ट्रेन हिँड्दैछ है साथीहरू। यहाँनिर जागृतको ठ्याक्कै अगाडिपट्टि हो। हेरे यहाँ चाहिँ जागृतको ठ्याक्कै अगाडिपट्टि यो पानी उफ्रिने ठाउँ है त। हस् त साथीहरू, यो हाम्रो यो चाहिँ दोस्रो भ्लग है त। ओके बाई बाई।